गाइस अबबाट ठुली आमा घर लागेको हामी है। हजुर अम्बिकाको कान्छी के गर्दैछ? राम्रै छ अहिले त ठिकै रहेछ। 1 महिना कति भयो बाबा गरेको? 2 महिना ठिकै छ। अब त्यही सानोबाटै ठुलो हुँदै जान्छ। राम्रोसँगले गर्नु ठिक नै। यताउति नछोड्नु नेपालमा यस्तै नै कति रुपियाँ मिल्दको हामीले आउँदैन 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 अहिले जुवाई पनि आउनु छ। आफ्नो क्यारेक्टरहरू आफ्नो स्टेटसहरू सबै बनाएको हुनुपर्छ है। उहाँको आशीर्वादले कुनै पनि दुःख पार सकोस्, हिम्मत होस्, दुश्मन कहिले पनि नलागोस्। राम्रो हुनु अगाडि भविष्यमा। कस्तो छ ए सासूको भदैलाई कस्तो गाइस बाटोमा आउँदै थियो अझै हाम्रो माइली आमाको त्यहाँ जाँदैछु त बाटोमा 500 रुपियाँ भेट्यो मैले गाइस। अब पो भयो ह्याप्पी दसैँ कुनै कसको हो गाइस। कति राम्रो जमरा हेर्नुहोस् नि मेरो ठुली आमाकोमा। के लुगा थियो हेलो ह्याप्पी दसैँ भन। ह्याप्पी दसैँ म को हो फुपू किसी गर्छु नि। म लाउन चिन्दिन त म खाँदै खान्न। त्यसमा आउँछु पनि आउँछ कोही बेला 4 दिन पनि हुन्छ। गाइस अब यो चाहिँ लास्ट टिका हुन्छ मेरो किनकि म जान्छु पर्सिबाट ड्युटी छ। अनि यहाँ छ मेरो को हो मेरो बन्त बधे कस्तो जानेको हो मेरो बधैले। जा जो कान्छी बोजूलाई बोलाएर जा कान्छी बोजू आउनु भने त को सेको भाग सुँगुरे सुँगुर त्यसको बनाएको खाइदिउँ ल